हजुर 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 हजुरहरूको रात्रिको समय टिकटक हेर्दै खाटमा बितिरहेको छ होला। तर हाम्रो चाहिँ भने आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक साग अनि आफ्नै करेसाबारीको कागती अनि त्यसपछि करेसाबारीको मुनिको खेतको प्योर अर्ग्यानिक गोलभेडाको अचार अनि त्यसपछि आफ्नै करेसाबारी भन्दा अलिकति साइडमा रहेको लिम्बू अङ्कलको आफ्नै अर्ग्यानिक च्वाचे हौलाखे के भन्नु खोजेको सँग चाहिँ हाम्रो सुरु हुँदैछ है त। ल है त अब हाम्रो अर्ग्यानिक चिज चाहिँ कस्तो रहेछ एकचोटि हामीले चाखौँ होला। यसलाई ट्याक्क अनि स्ल्याप्प गरेर च्याप्प गरेर चाहिँ ल्याप्प नाइस कस्तो भाउ खामै छ क्या हो अनि यसपछि फेरि हामीले देखाउन बिर्सेको चाहिँ यसपछि चाहिँ हामीले के छ भने हामी तामाङले चाहिँ भित्र हाल्नु हुँदैन यो च्वाचेलाई। त्यसले गर्दा हाम्रो अर्ग्यानिक आफ्नै तल करेसाबारीमा फरेको तितेपाती छ अहिले लाएर जानुपर्छ। अरू पनि पाक्दैछ है त अरू नि यता पाक्दैछ ल। यो चाहिँ तपाईँहरूलाई टिकटक हेर्ने होला है त। थ्याङ्क यू हामी पान दाजुभाइ चाहिँ शुभ रात्रि ल